हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो नयाँ भ्लगमा है। तपाईहरु सबैलाई गुड मर्निङ र नमस्ते। र गाइस अहिले भने चाहिँ म स्कुल हिँड्नु आँटेको है। लुगा सुगा लगाएर बेग सेग बोकेर तयारी छु। र योपालि चाहिँ म दुःख सुख 9 चाहिँ पुगे है। मान्छे त्यही छु, लुगाहरु त्यही छ है स्कुलको। र अहिले चाहिँ 7:30 भयो है। र मेरो चाहिँ स्कुल हिँड्ने चाहिँ फिक्स टाइम यही हो है। भिडियोहरु गर्नु छ भने बिहान उठेर अलिक छिटै उठ्छु अनि एकछिन बनाएर चाहिँ जान्छु है। बेसी ढिलो गरे भने पनि फेरि स्कुल ढिलो पुग्छ है। अलिक टाइममै जानुपर्छ। र स्कुल टाढो छ है, हिँड्नु त बिहान छिटै पर्यो। र अब चाहिँ स्कुल हिँड्ने बेला पनि भयो मेरो। बेसी ढिलो पनि गर्नु हुँदैन है। अनि घाम पनि हल्का निक्ल्यो है। अहिले त जाडै छ, कोट लगाएर पनि हिँड्न सकिहाल्छ उकालोमा है। त्यस्तो गरम हुँदैन, अलिक पछिदेखि हुन्छ गरम। र अहिले चाहिँ खाता किताबहरु पनि हलुङै छ है। अहिले त्यति साह्रो टाकटुक खाता किताबहरु पाएको छैन है। त्यही भएर अब अलिक पछि सबै पाएपछि चाहिँ त्यहाँबाट चाहिँ हुन्छ गरम पनि चढ्छ। त्यहाँबाट चाहिँ हिँड्नु पनि सक्दैन है। अलिक छिटै हिँड्नुपर्छ। र गाइस अब चाहिँ मेरो स्कुल हिँड्ने टाइम पनि भयो। के भयो यहाँ त कपाल हाँस्दै उठ्दो उठेछ त मेरो। र अब चाहिँ म स्कुल गएको। फेरि भेटौँ अर्को भ्लगमा। त्यति बेलासम्मको लागि बाइ बाइ। र गाइस लाइक र फलो गर्नु चाहिँ नभुल्नुहोस् होला है त। तपाईहरुकै साथ सपोर्टले म अघि बढ्न सक्छु है। र एक लाइक र फलो चाहिँ गरिदिनुहोस् होला है त।